सर्वोत्तम पेन्ट्सले यही जेठको 28 गतेबाट सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्न लागेको छ। यस कम्पनीले 8 करोड 50 लाख रकम बराबरको 8,50,000 किता सेयर आइपिओ मार्फत निष्कासन गर्न लागेको कुरा जानकारी गराएको छ भने यस कम्पनीले निष्कासन गर्न लागेको आइपिओ मध्ये केही पर्सेन्ट चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरूको लागि सेयर छुट्याइसकेपछि बाँकी रहेको 7 करोड 5,50,000 रकम बराबरको 7,05,500 किता सेयर चाहिँ आइपिओ मार्फत सर्वसाधारणको लागि बिक्री खुल्ला गर्न लागेको छ। यस कम्पनीले यही जेठको 28 गतेबाट असारको 2 गतेसम्म सर्वसाधारणहरूको लागि आइपिओ बिक्री खुल्ला गर्नेछ। यस कम्पनीले निष्कासन गरेको आइपिओमा तपाईहरूले थोरैमा 10 किता र बढीमा 5,000 कितासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था रहेको छ। तर तपाईले 5,000 कितासम्मको लागि आवेदन दिए पनि तपाईहरूलाई पर्ने भनेको त्यही 10 किताकै दरले हो। त्यही भएर तपाईहरूले त्यही 10 किताको लागि नै आवेदन दिनुहोला। त्योभन्दा बढी रकमको आवेदन दिँदैमा तपाईँलाई आइपिओ पर्छ भन्ने चान्स हुँदैन। केही सर्टेन पिरियडको लागि तपाईँको ब्यालेन्स होल्ड हुने मात्रै हो। त्यही भएर तपाईँले 10 किताको लागि आवेदन दिन सक्नुहुन्छ। यस कम्पनीले निष्कासन गरेको आइपिओको इस्यु म्यानेजरको जिम्मा ग्लोबल आइएम क्यापिटलले लिएको छ भने जेठको 28 गतेबाट असारको 2 गतेसम्म यस कम्पनीले निष्कासन गरेको आइपिओमा तपाईँहरूले आवेदन दिन सक्नुहुन्छ।